घन्टीका साथीहरू हो, तिमीहरूको दयामा जितेको होइन, तिम्रो घन्टीलाई 421 वटा जुम्लामा रोकेको हो। त्यो पनि याद गर र स्पष्टका साथ भन्न चाहन्छु। र आज होइन, तिमीहरू अहिले सांसद भएका हौ, हामीले अघिल्लो पटक पनि सांसद भएका हौ, जनताबाट जितेर आएको। तिमीहरूको जस्तो निगाह दयामा जेल ब्रेक गरेर, सहकारी ठगेर, आगो लगाएर, खरानी बनाएर टिओबीको सदस्य भएर आएको होइन, लडेर आएको साथी है। त्यो भावनालाई अहिले म स्पष्ट भन्न चाहन्छु। कोही पनि कार्यकर्ताले, कुनै पनि व्यक्तिले गलत सूचना फैलाउने, कुनै पनि केटी मान्छेको चरित्र हत्या गर्ने, कुनै पनि मान्छेको चरित्र हत्या गर्न साइबर कानुन भन्छु म कर्णालीको जनप्रतिनिधि हो। कर्णालीको मान्छे मरेपछि गृहमन्त्रीसँग जवाफ माग्ने मेरो अधिकार हो। म अधिकार छ। गृहमन्त्री सुदन गुरुङले आफ्नो छानबिन आफै गरे हो कि होइन? दीपक भट्टजीसँग उहाँको नाम निक्ल्या हो कि होइन? उहाँले आफै छानबिन गरेर आफै लुकाएको हो कि भाइ? ल छ। त्यो भए हुनाले अहिले स्पष्ट भन्न चाहन्छु, यो झुटो समाचार नफैलाऊ। मेरो बारेमा चाहिँ यो झुटो प्रचार गरिराखेका छन्। धेरै साथीहरूले फोन पनि गर्नुभयो र मलाई जापानमा केही पनि भएको छैन। कार्यक्रम साह्रै राम्रोसँग सम्पन्न भएको छ आज। र आज नेपाल फेस्टिभल भयो, त्यसको प्रमुख अतिथिका रूपमा मैले सहभागी हुन पाएँ र कार्यक्रम साह्रै राम्रो गएको छ र नेपाली समाजहरूले ठाउँ ठाउँमा कार्यक्रम गरिरहेछन्। र अनि यो ओसाका भन्ने सहरमा ममाथि आक्रमण भयो भनेर यो भिडियो प्रचारमा ल्याएको रहेछन् हैन। अनि यो केटाले अत्यन्तै महत्त्वपूर्ण छ। अन्तिम समय हेर्नु होला, धेरै भन्दा धेरै शेयर गर्नु होला, फलो नगर्नु भएको भए फलो गर्नु होला। माननीय ज्ञानेन्द्र साईमाथि जापानको ओसाकामा भौतिक आक्रमणको प्रयास भएको छ। गए राति ज्ञानेन्द्र साईलाई मुर्दाबादको नारा लाएर आएका केही युवाको समूहले ज्ञानेन्द्र साईमाथि आक्रमणको प्रयास गरेको बुझिएको छ। माननीय ज्ञानेन्द्र साईमाथि अब यो केटो चाहिँ घन्टीको कार्यकर्ता रहेछ। यो यसको फोन नम्बर मैले माथि राखिदिएको छु। अनि यो कसैले केही पनि गरेको छैन। साह्रै राम्रो कार्यक्रम भएको छ। यिनीहरू र यसरी झुटो भरम फैलाएर यिनीहरूले मान्छेलाई त्रसित गरिराखेका छन्। र म स्पष्टका साथ भन्न चाहन्छु, म सुरक्षित छु, सही ठाउँमा छु, कसैले केही पनि गरेको छैन र गर्न सक्ने क्षमता पनि राख्दैनन्। किनभने सत्य कुरा संसदमा बोलेको त्यसको जवाब देऊ भन हैन। र अब सबैलाई म अहिले पनि अपिल गर्न चाहन्छु, यो झुटो हो, झुटो कुरा फैलाइराखेका छन् र यी टिओबीका ग्याङहरू र यी खरानेका सन्तानहरू र अर्को के अरे सहकारी ठगहरू यिनीहरू स्पष्टका साथ मैले अहिले पनि भन्न चाहन्छु, विदेशमा रहेका नागरिकलाई, मैले विदेशमा रहेका सबै नेपालीलाई कुरा बुझ्दैनन् भनेको होइन साथीहरू। मेरो भनाइ विशेष गरी टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ, सहकारी ठगहरूको ग्याङ, डिप्रेसनका रोगीहरू, खराने ग्याङका अन्ध समर्थकहरूप्रति हो, जो देश विदेशमा छरिएर बसेका छन्, जो अरूको चरित्रमाथि आक्रमण गरेर अपमानजनक सामग्री बनाएर वा विवाद सिर्जना गरेर पैसा कमाउने काम गर्छन्। यिनीहरूको मोनिटाइज भएको छ र पैसा कमाउँछन्। यिनीहरूले बनाएको भिडियो र प्रयोग गरेका शब्दहरू यिनीहरूका बाउआमाका अगाडि र यिनीहरूका दिदीबहिनीका अगाडि बसेर हेर्न वा सुन्न पनि सुहाउँदैन र सकिँदैन। र यिनीहरू यति फोहोरी छन् र यिनीहरूमा मानिसमा हुनुपर्ने कुनै गुण छैन। जसले महिलाको सम्मान गर्दैन, राष्ट्रको गरिमाको सम्मान गर्दैन, फरक विचार राख्नेहरूको त्यस्तो प्रवृत्तिको सम्मान गर्दैन, विदेशमा रहेका गर्दैन, तिनीहरूलाई मैले भने हो। विदेशमा रहेको एकजना मान्छेलाई पनि मैले त्यस्तो भने होइन। सिधा मैले भने अहिले पनि यो कस्तो भने टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ र सहकारी ठगहरूको ग्याङ र डिप्रेसनका रोगी र खराने ग्याङहरूका अन्ध समर्थकलाई भने हो। यी विदेशमा बसेका सबैलाई मैले भनेको होइन। अहिले जापानमा कार्यक्रम सफल भइसकेपछि ममाथि आक्रमण भयो भनेर झुटो समाचार फैलाइराखेका छन् यिनीहरूले। र यो माथिको फोन नम्बर छ र यो भाइले झुटो समाचार बनाउँदै, भिडियो बनाउँदै, कन्टेन्ट क्रिएट गर्दै यो जताततै हल्ला फैलाइरहेको छ। र अहिले पनि भन्छु, तिमी खराने ग्याङहरूलाई, टिओबी ग्याङहरूलाई, तिमीहरूलाई स्पष्ट मैले संसदमा जवाफ मागेका छु। दिन सक्ने हिम्मत, ल्याकत, ताकत यदि तिमीहरूको छ, हैसियत छ भने तिम्रा मालिकलाई संसदमा उभिएर दे भन। छ भने है तिमीहरूलाई नै पत्ता साफ खेलाएर जुम्लामा चुनाव जिताएर आएको हामी है। तिमीहरूकै पार्टीलाई 421 भोटमा रोकेर आएको। त्यो भए हुनाले अहिले म स्पष्टका साथ भन्न चाहन्छु, तिमीहरूको दयामा आएको होइन, तिमीहरूको निगाहमा आएको होइन र कुनै पनि हामीले सरकारको राजीनामा मागेको होइन। खराने ग्याङहरूलाई
स्पष्टका साथ बनेको कालीकोटको भिरमा मान्छे मरेपछि त्यसको जिम्मेवारी टिओबी ग्याङको सरदारले लिनुपर्छ। स्पष्टका साथ हामीले भनिराखेका छौँ, क्लियरका साथ भनिराखेका छौँ। यदि हिम्मत र दम छ भने सदनमा जवाफ देऊ भन। देशभरि भरम फैलाएर हल्ला गरेर मजाक गरेर यो के गरेको तिमीहरूले? दम छ? ल आऊ, भोलि बिहान हामीले यहाँ तपाईँको नेगै भन्ने सहरमा कार्यक्रम गरिरहेका छौँ। आऊ न अगाडि। आज जापानमा उभिन सक्यौ? तिमीहरूकै सांसदका अगाडि ठोकेर हिँड्यौँ त हामी। सक्यौ? अहिले पनि स्पष्टका साथ भन्न चाहन्छु, कसैले प्रश्न राख्न नपाउने हो, प्रश्न गर्न नपाउने हो तिमीहरूलाई? प्रजातन्त्र यही हो? के भने छौँ हामीले? अरे यार, रेस्पोन्सिबल बन। मान्छे मरेको छ, त्यसको जवाब देऊ। त्यो भन्न नपाइने हो? तिमीहरू को हौ त्यस्तो? तिमीहरूमा क्षमता छैन। गाँजा खाने गजेडीहरूका ग्याङहरू, टिओबीहरू, साला सहकारी ठगहरू। तरिका हुन्छ नि एउटा कुरा, कुनै पनि चिजको एउटा तरिका हुन्छ, तरिका हुन्छ कुनै पनि चिजको। त्यो भए हुनाले अहिले पनि म के भन्न चाहन्छु भने जापानमा म सुरक्षित छु दाजुभाइ हो, केही फरक पर्दैन। यिनीहरू कराए मात्र होइन, यिनीहरू सबै एक ठाउँ भएर पागल भएर यिनीहरू दौडेर डिप्रेसनको रोगी भएन हामीलाई फरक पर्दैन। किन फरक पर्दैन भने यिनीहरूलाई नै पत्ता साफ गरेर आएको। हेर अर्को आयो पागलहरू। कस्तो रहेछन् यिनीहरू? झुटो समाचार फैलाएको छ, दुनियाँ गरेको छ, दुनियाँ गरेको छ, हलानो गरेको छ, फलानो गरेको छ। लाज लाग्दैन तिमीहरूलाई झुटो समाचार फैलाउन? तिम्रा बाउहरूले तपाईँको सहकारी ठगे, के गर्छौ तिमीहरू? तिम्रा बाउहरूले सिंहदरबार जलाए, के गर्छौ तिमीहरू? छ हिम्मत तिम्रा बाउहरूको दिन? ल आऊ भन, संसदमा उभिएर देऊ भन जवाफ। म सुन्न तयार छु। ल सक्छौ? झुटो समाचार फैलाएको छ, दुनियाँ गरेको छ। स्पष्टका साथ म भन्छु, जापानमा हामी सुरक्षित छौँ र यो केटालाई हामी केस हाल्छौँ, मुद्दा हाल्छौँ यसलाई र पक्राउ गर्छौँ। र यदि खराने ग्याङका अध्यक्षहरूले यसलाई पक्राउ गरेनन् भने यिनीहरूका विरुद्धमा पनि हामी जान्छौँ। स्पष्टका साथ भनेको छु, क्लियर। र देशको प्रधानमन्त्रीले सुन्न मन छ भने सुने हुन्छ। यसरी जनतालाई आतंक फैलाउने, झुटो समाचार फैलाउने हामीले कानुन पास गरेका छौँ, नीति पास गरेका छौँ। तिमीहरू मात्र यो देशको नागरिक होइन, अरू पनि देशको नागरिक छन्। अरू पनि देशमा जति नै तपाईँको उनीहरूको अधिकार छ। तिमीहरूलाई जनताले जिताएको भनेको आतंक मचाउ भनेर होइन, काम गर भनेर हो। कालीकोटमा भिडमा अड्किएकी मान्छेलाई उद्धार गर भनेर हो। काठमाडौँमा उभिएको मान्छेलाई, आगो लागि भएको मान्छेलाई, एउटा जाब सडकमा रोकेको मान्छेलाई, प्रहरीले कुटी कुटी आगो लाउन बाध्य भएको मान्छेलाई उपचार गर भनेको। त्यति भन्न नहुने तिमीहरूलाई? के छ तिमीहरूको हैसियत? ल आऊ भन, तिमीहरू नेपालको कुन ठाउँमा उभिन्छौ? आऊ भन। तिमीहरू मात्रै छौ यो देशमा? यो देश तिमीहरूको मात्रै हो? तिमीहरूलाई के भनेको छ? तिमीहरूलाई पार्टीबाट राजीनामा दे भनेर हामीले माग गरेका छ? जवाफ देऊ भनेको छ। जवाफ माग्न नहुने हो। भरम फैलाएर अहिले तपाईँको फेरि के गरिरहेछन्? मान्छेलाई कुटपिट भयो भनेको छ, दुनियाँ भयो भनेको छ। अहिले ठाउँ ठाउँबाट मान्छेले फोन गरेको छ। कति आतंक मचाएको तिमीहरूले? तिमीहरूको जस्तो गाँजा खाएर हिँडेको छैन, तिमीहरू जस्तो सहकारी ठगेर हिँडेको छैन, तिमीहरूको जस्तो टिओबीको ग्याङ बोकेर हिँडेको छैन। लडेर आएको, हिजो पनि अझै पनि लड्छौँ। के फरक पर्छ तिमीहरूलाई? तिमीहरूकै घन्टीलाई 421 भोटमा रोकेर आएको जुम्लाबाट। त्यो भएर स्पष्टका साथ भन, क्लियरका साथ भन। आयो अर्को हेर, यो एसएलसी फेल भन्दैछ। म एक क्लास पढेको छैन, के गर्छस्? जनताले जिताएर पठायो, त वडा अध्यक्ष जितेर आइज न। त्यो भए हुनलाई अहिले पनि भन्छु म, तिमीहरूको औकात छैन। तिमीहरूको यदि हैसियत छ भने तिम्रो मालिकलाई, तिम्रो पार्टी सभापतिलाई, तिम्रो प्रधानमन्त्रीलाई, तिम्रो गृहमन्त्रीलाई संसदमा आएर ज्ञानेन्द्र साईले उठाएको प्रश्नको जवाफ दे भन्नुहोस्। हिम्मत छ भने ल सबैले आज लेख, ज्ञानेन्द्र साईले संसदमा प्रश्न उठायो, यसको जवाफ दे भन। छ जवाफ दिने हिम्मत छ? जवाफ दे भन। म जवाफ सुन्न तयार छु, तयार छु। चार्टर एकाउन्टेन्ट पढ्या हो केटा, तँ जस्तो बेल्चा हाने हो, पढ्या हो। म पढ्दै पढेको छैन। ल एक जिरो अक्षर पनि पढेको छैन, तर जनताले जिताएर पठाएको, जनताको प्रतिनिधि हो। तिम्रो घन्टेलाई 421 मा स्टप गरे हो जुम्लामा। कुरा गर्छौ, जहाँ गयो हल्ला गरे छ, लफडा। ल हिम्मत छ? जापानमा छु म, जापानमा कति छौ सब जम्मा हो, भोलि विरोध गर्न आऊ। ल म फेस गर्छु। सक्छौ? छ तिम्रो दम? आज खै त तिम्रो खगेन्द्र सुनारलाई अगाडि राखेरै ठोकियो त। खै कहाँ थियो दम? छ तिमीहरूको? सामाजिक सञ्जालमा कराएको छ, मान्छेलाई तपाईँको भ्रमित पारेको छ, दुनियाँ गरेको छ। के छ? हेर आयो अर्को मेरो कथावाला। को आउँछ? वडा अध्यक्ष जितेर आवन, सहकारी ठगेर आएको होइन साथी।
सिंहदरबार जलाएर आएको होइन, जनतासँग सङ्घर्ष गरेर आएको दमका साथ भन्छु। यदि त्यो दम छ तिमीहरूसँग भने, अहिले पनि दम छ भने सिधै स्पष्ट कुराका साथमा भन्छु तिमीहरूलाई, दम छ भने तिम्रो अध्यक्षलाई, तिम्रो सभापतिलाई, तिम्रो गृहमन्त्रीलाई म सांसद हो, संसदमा जवाफ दे भन। छ दम छ, ल जवाफ दे भन। त्यो भएन क्लियरका साथ भन्छु। र अब अरू यो 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 सडक छापहरूका अगाडि लागेर केही हुनेवाला छैन। यिनीहरूको कामै त यो भुक्ने हो। र अहिले म स्पष्ट अहिले के भन्न आएको भने क्लियरका साथ, र जापानमा म सुरक्षित छु। जापानमा भोलि पनि भव्य कार्यक्रम हुन्छ, आज पनि भव्य कार्यक्रम भएको छु, स्पष्टका साथ भएको छ। र म जेल तोडेर जेल भागेर आएको होइन, यो कुरा याद गर तिमीहरू है, यो याद गर, दिमागमा डाल, टाउकोभित्र। म तिमीहरू जस्तै खराने ग्याङ, सहकारी ठगहरूको ग्याङ, गैँजडीहरूको ग्याङ र त्यस्तै आक्रमण गर्नेहरूसँग लडेर आएको। कर्णालीमा मेरो मान्छे मारेपछि, कर्णालीमा एकजना मान्छे भिरमा अड्किएर मरेपछि प्रश्न सोध्न पाउने मेरो अधिकार हो। म सोध्छु, देशको गृहमन्त्रीलाई सोध्छु, सुदनलाई अगाडि राखेर सोध्छु, गृहमन्त्रीलाई, को हु इज दिस यार, एउटा ऊ सांसद हो, हामी पनि सांसद हो, अगाडि राखेर सोध्छु। प्रश्न सोध्न नपाइने हो तिमीहरूको। त्यो भए हुनाले अहिले पनि भन्छु, यो जुन झुटो हल्ला फैलाइराखेका छौ तिमीहरूले, सकियो, यो सकियो, को सकियो? सुरज गौतम, तिम्रो निर्वाचन क्षेत्रमा चुनाव लड्न आउँछु, ल आऊ, मलाई जितेर देखाऊ, सक्छौ? स्पष्टका साथ भन्छु, हल्ला फैलाउने काम बन्द गर, सबैलाई केस हाल्छौँ हामी। आज खुशबु ओलीले एकजना मान्छे पक्राउ गरेका छन्, घण्टीको कार्यकर्ता, चितवनबाट। सभ्य हुनुहोस्, तपाईहरू सभ्य हुन सिक्नुहोस्। यदि प्रतिस्पर्धा गर्ने हो भने मजाले प्रतिस्पर्धा गर, आऊ प्रतिस्पर्धा गर, क्लियरका साथ प्रतिस्पर्धा गर। चुनावमा घण्टीको साथ लिएर जित्या होइन, घण्टीलाई पत्ता साफ गरेर जित्या हो। यो कुरा याद गर तिमीहरू, चाहे जति सिट होस्। त्यो भए हुनाले अहिले पनि म भन्छु, र जहाँ छौ, जुनसुकै ठाउँ छौ, दारू खाएर हिँड्नलाई तिमीहरूको 4 जना श्रीमतीको पोइ होइन म, बुझ्यौ? स्पष्टका साथ यो अहिले जुन हल्ला फैलाएका छन्, म अहिले यति मात्र भन्न आएको थिएँ तपाईँलाई। के भन्न आएको थिएँ भने, जसरी यो जापानमाथि हामीमाथि आक्रमण गरे भन्ने कुरा भएको छ, हामी स्पष्टका साथ, स्पष्ट मर्यादाहीन भन्दो रहेछ एउटा, सहकारी ठगेर जेलबाट भाग्ने चाहिँ मर्यादा पालक, गाँजा खाएर सिंहदरबारमा आगो फुक्ने चाहिँ मर्यादा पालक, अनि तिमी घण्टेहरूले मान्छेलाई हुँदै नभएको आक्रमण भयो भनेर तिमीहरू हल्ला फैलाउनेहरूलाई जवाब दिँदा चाहिँ हामी असभ्य, सभ्य हो, हामी सभ्य हो। क्लियरका साथ भन्छु, जापानमा मलाई